हेलो साथीहरू, के छ हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ? अनि म पनि एकदम ठिक छु अनि तपाईँहरू पनि एकदम ठिक हुनुहुन्छ भन्ने आशा गरेको छु। नमस्कार, म मनबहादुर नेपाली। सदाको झैँ तपाईँहरूलाई धेर थोर भए पनि नयाँ नयाँ भर्खर गाडी सिक्नुहुने हाम्रा गुरुबाहरूलाई थोरै भए पनि आफूले जानेका कुराहरू सेयर गरौँ भन्नेको हेतुका साथ तपाईँहरू माझ उपस्थित भएको छु। तपाईहरु यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र एउटा कमेन्ट छोडिदिनु होला, एक लाइक हान्नु होला यस्तै भिडियो हेर्नको लागि, ताकि थोरै भए पनि तपाईहरुलाई सपोर्ट हुनेछ भन्ने विचारले म तपाईहरुलाई यस्तै भिडियोहरू धेर थोर आफूले जानेका कुराहरू सेयर गर्ने लागिरहेको छु साथीहरू। यस्तै भिडियो बनाउने कोसिस गरिरहेको छु। कस्तो लाग्छ पुरै हेरिदिनु होला साथीहरू। आज म विशेष गरी साथीहरू नेपालबाट सुरुमा विदेशमा आउनुहुने हाम्रो नेपाली दाजुभाइहरू, ड्राइभरमा आउनुहुने नेपाली दाजुभाइहरूको अब कुनै नराम्रो कम्पनी छ भने चाहिँ आउने बित्तिकै गाडी चलाउन आउँछ भन्छ, एक दुई दिन हिँडाइ नै हिँडाउँछ, नत्र चाबी दिन्छ, गाडी दिन्छ, पठाइदिन्छ। भित्रभित्र गाडी चलाउनु छ भने अब बाहिर जाने छ, अब बाहिर रोडतिर हिँड्नुपर्छ भने लाइसेन्स आएपछि गाडी दिन्छ साथीहरू। अनि कतिपय चाहिँ नेपालबाट हिजो आएको छ, आज बिहानै बोलाएर चाहिँ ल ट्रेनिङ नदिकन टायल लिन्छ साथीहरू, टायल लिन्छ। अनि हाम्रो नेपाल दाजुभाइहरू चाहिँ कतिजना चाहिँ फर्केर जानुपर्ने अवस्था आउँछ कि फर्केर जानुपर्ने अवस्था आउँछ। अब किनकि अब नेपालको जस्तो हुँदैन हैन, यहाँ अलिकति लेफ्ट साइडमा स्ट्रिङ, अब नेपालमा राइट साइडमा हुन्छ। अब सबै चिजहरू डिफेन्ड। अनि फेरि प्रायः सानो गाडी चलाएर आउनुभएको साथीहरू अब ठुलो गाडीमा झ्याप्पा बस्दाखेरि चाहिँ अब सँगसँगै बाटै पुरै हिमालय ढाके जस्तो देखिन्छ साथीहरू। त्यस भएर म चाहिँ तपाईँहरूलाई के भन्छु भने अहिले नेपाली ड्राइभरहरू नपुग्नु भएको कम्पनी लगभग कम मात्रै हुन्छ। तपाईहरु यदि नयाँ कुनै कम्पनीमा आउँदै हुनुहुन्छ भने खर्च गरेर आउनुभएको हुन्छ, 2 लाख 3 लाख खर्च गरेर आउनुभएको हुन्छ, 5-6 महिना उस्तै गरी 1 वर्ष कुरेर विदेश आउने चक्करमा कति ऋण लाएर आउनुभएको हुन्छ। म तपाईहरुलाई के भन्छु भने साथीहरू, चट्टा कम्पनीमा आइसकेपछि पुरानो दाइहरू हुनुहुन्न, ड्राइभरहरू हुनुहुन्न, नत्र ड्राइभर नभए नि पाकिस्तानी हैन इन्डियनहरू हुन्छ, तिनीहरूलाई सबै गाडीको बारेमा बुझ्ने, कस्तो छ के छ सिस्टम के छ बुझ्ने। आफूले सबै कुराहरू जानिसकेपछि नि ढक्कसँग गएर टायल लिए पनि टायल दिने साथीहरू। त्यसो गर्नुभयो भने तपाईहरु नेपालबाट आएर फेरि तुरुन्तै फर्किहाल्नु पर्दैन जस्तो लाग्छ साथीहरू। त्यति गर्नु होला साथीहरू। त्यो सानो कुराले पनि आफूले जाने छैन भने झुक्नुपर्छ साथीहरू। आफूभन्दा सानो मान्छेले भनेको नि मान्नुपर्छ साथीहरू। त्यही भएर चाहिँ यदि तपाईहरु नयाँ आउँदै हुनुहुन्छ, आउने बेलामा हुनुहुन्छ भने पहिलोचोटि है, फेरि मैले पुरानो गुरुबाहरूलाई भनेको छुइनँ, यसो भन्दाखेरि फेरि यसले सिकाउँछ भन्नु होला, तर मैले भन्ने कुराहरू कतिले भन्न सक्नु भएन। मैले थोरै भए पनि अलिकति सहयोग पुगोस् भन्ने हेतुको साथ भनेको हो। पुरानो गुरुबाहरूले नराम्रो नदिनु होला। फेरि अब बरु हजुरहरूले मैले नजानेका कुराहरू कमेन्ट गरिदिनु होला, यस्तो कुरो त यस्तो भनिदिनु होला, अनि तपाईहरु कुन कम्पनीमा हुनुहुन्छ कमेन्ट गरिदिनु होला भन्दै अब आउने नयाँ साथीहरूलाई चाहिँ त्यही भन्न चाहन्छु। यदि तपाईँ नेपालबाट विदेशमा नयाँ आउँदै हुनुहुन्छ या कम्पनीमा आएर चाहिँ बस्नु भएको छ, कम्पनीले टायल लिन्छ भनेको छ भने तपाईहरुले के कुरामा ध्यान दिनु पर्यो भने पुरानो गुरुबाहरूसँग, पुरानो ड्राइभरहरूसँग तपाईहरुले बुझ्नु पर्यो यो गाडीको सिस्टम के छ, यो गाडीको कस्तो सिस्टम छ भनेर सबै बुझेर तपाईहरु टायल दिन जानुभयो भने चाहिँ टायलमा अवश्य पास हुनुपर्छ। कम्पनीले लिएको टायलमा पास हुनुहुन्छ र त्यो साउको ऋणको भारी बोकेर आएको फेरि निराश भएर फर्केर जानु पर्दैन साथीहरू। त्यही भएर यति कुरामा ध्यान दिनु, तपाईको सपना साकार हुनेछ साथीहरू। म फेरि पनि भन्छु, विदेशमा ड्राइभरमा एकदम राम्रो छ भन्दै बिदा हुन्छु। हस् त, नमस्ते, बाई बाई।